दर्शकबिन यतिखेर गाउँमा भूमिकाले रणाको मचाएकी छिन् हो। दर्शकबिन आफ्नो विवाहमा कसैले पनि खर्च नगरिदिने भएपछि भूमिकाले म ज्यान दिएर अब आत्महत्या गर्छु भनेर सबैलाई धम्की दिएकी थिइन्। तसर्थ विवाहमा आफ्नो ठुली भाउजूले सहयोग गरिदिन्छु भनेर भनेका कुराहरू पनि झुट साबित भएपछि भूमिकाले यस्तो निर्णय लिएकी थिइन्। तसर्थ यो कुराहरू सुनेर यो कुराहरू देखेर आफ्नो बुवाले भने धेरै चिन्ता मान्दै, छोरी तिमीले हामीलाई माया नगरे पनि म तिमीलाई धेरै माया गर्छु। तिमी हाम्रो एक्लै छोरी हो, त्यसैले तिमी मर्ने कोसिस नगर। म घर जग्गा धितो राखेर भए पनि तिम्रो विवाह धुमधामसँग गरिदिन्छु भनेर भूमिकाको बुवाले भूमिकालाई भनेपछि घरबाट मर्न हिँडेकी भूमिका पनि घरभित्र प्रवेश गरेकी छिन् फर्केर। तसर्थ खुसी हुँदै यतिखेर आफ्नो आमा बालकुमारीसँग अङ्गलमार गर्दै खुसियाली मनाइरहेको दृश्य हामीले देख्न सक्छौँ हो दर्शकबिन। तर यो विवाहमा आफ्नो दाइ भीम भने सहमत छैनन् हो दर्शकबिन। सबै दाजुभाइलाई ऋणमा डुबाएर किन विवाह गरेर जान्छौ, यो विवाह हुन सक्दैन भनेर भीम भने रिसाएको दृश्य हामीले देख्न सक्छौँ। तर बालकुमारीले भने धेरै समयदेखि तिम्रो बुवाले कुरा बुझेको थिएन, बल्ल तल्ल कुरा बुझेर तिम्रो बुवाको घैँटोमा घाम लागेको छ यति बेला। तसर्थ यो अवस्थामा तिमीले बिचमा घान हाल्ने काम नगर है भीम भनेर आफ्नो छोरा कान्छो छोरा भीमलाई बालकुमारीले थर्काइरहेको दृश्य हामीले देख्न सक्छौँ हो दर्शकबिन। बालकुमारीले पनि विगतका दिनदेखि नै आफ्नो छोरी भूमिकालाई अस्ट्रेलिया प्यार भएको केटा मोहनसँगै विवाह गरिदिन पाए, केटाले भने अनुसारै विवाह गरिदिन पाए म पनि छोरी गइसकेपछि अस्ट्रेलिया घुम्न पाउँछु भनेर बालकुमारीको सपना पनि रहेको छ हो दर्शकबिन। बालकुमारीको अस्ट्रेलिया घुम्ने सपना के पुरा होला त दर्शकबिन? अझै पनि केही पनि निदो थाहा छैन, किनभने घर जग्गा धितो लोन राखेर निकाल्छु भनेर ब्याङ्कमा गएका भूमिकाको बुवा र भूमिकाको कान्छो दाइ भने ब्याङ्कतर्फ लागेका छन्। तर भीमले भने 10 लाखभन्दा बढी रकम निकाल्नु हुँदैन बुवा, हामी सबै सडकमा पुग्नेछौँ। यो भूमिकाले त हामीलाई काहीँको छोडेन, गाउँघरमा गए पनि यिनैको कुरा छ, चारैतिर यिनैको भैँ भैँ हुने नहुने कुरा सुन्छु। अब विवाह गइसकेपछि पनि हाम्रो सारा यो सम्पत्तिलाई लोनमा डुबाएर जाने भयो बुवा, त्यसैले 10 लाखभन्दा बढी चाहिँ निकाल्नु हुँदैन है बुवा भनेर बुवालाई फकाउँदै भीम पनि ब्याङ्कतर्फ लागिरहेको दृश्य हामीले देख्न सक्छौँ हो दर्शकबिन। भूमिकाको बुवाले पनि हुन्छ भनेर ब्याङ्कतर्फ लागेको दृश्य हामीले देख्न सक्छौँ। यद्यपि यसरी बालकुमारी र भूमिकाले भने अनुसारै 30 लाखभन्दा बढी रकम ननिकालेमा के भूमिका र त्यस प्यार भएको मोहन केटाको विवाह हुँदैन होला त हो दर्शकबिन। केटा पक्षको दिदीले भने सबै इष्टमित्रलाई दुधै तोला सुन नदिएमा भूमिकासँग विवाह सम्भव नहुने भनेर पहिलेबाट नै बताउँदै आएकी छिन्। यो अर्थमा भूमिकाको विवाह केटा पक्षले भने अनुसारै गरिदिएनन् भने पक्कै पनि भूमिकाको विवाह त्यस केटासँग हुन सक्दैन होला भनेर हामीले अड्कल गर्न सक्छौँ। दर्शकबिन, तपाईँहरूलाई अब यो सम्पूर्ण जानकारी र भुन्टी सिरियलमा अब के हुनेछ भन्ने कुरामा सम्पूर्ण जानकारीहरू थाहा पाउनको लागि भने पक्कै पनि अब आउने नयाँ भुन्टी बारको प्रतीक्षा हामीले गर्नुपर्ने नै हुन्छ। त्यतिन्जेलसम्मको लागि हामीले प्रस्तुत गरेको सिरियल रिभ्यू भिडियो तपाईँहरूलाई कस्तो लाग्छ? मन परेमा भिडियोलाई लाइक, कमेन्ट, सेयर गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब गरी हामीसँगै जोडिनु भने अवश्य नभुल्नुहोला भन्दै आजको सिरियल रिभ्यू भिडियोबाट बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल सुखद रहोस्। हस्त, धन्यवाद।